लगाइछ हाम्रो चाहिँ हैन आज जन्ती टोली जाँदैछौँ हैन भ्लग जस्तै बनाउनु पर्यो होला नि त हाम्रो उसमा हैन कलिया पनि देख्नु पर्यो नि त अलिकति अगाडि हैन कलिया यो क्यामेरा घुमाउने चाहिँ कतापट्टि हौ एउटा वाइट टिक छ बेहुलालाई छाता भएन गाइस यो के हो अनि यहाँ पानी पर्नु लागिसक्यो अनि अब उल्टो हुँदैन ल म क्यामेराम्यानको साथमा हाम्रो जन्ती गइँदैछ हैन गाइस ल ल ल हाम्रो जन्ती केटाहरू यता युवा केटाहरू घुम्दैछ अहिले तिमीहरू जन्ती यता मिक्सर अलिक धेरै देखिन ए तिमीहरू भने जन्ती हिँडेको सिधा हिँड्नु पर्ने एकपट्टि मात्र हिँडेको छु त भन्छ पहिलामा सिधा गरिदिन्छु ओइ अन्त झोले चाहिँ नबोकेको झोले चाहिँ बोक्नु पर्दैन के हाम्रो मेन लोकन्ती हुनुहुन्छ यहाँनिर कलिया हाम्रो यहाँ बाजे पुर्खा हुनुहुन्छ यहाँ हाम्रो बेहुलाको दिदी हुनुहुन्छ एकदम सँगले साडी चोलो लाएर एकदम दियो कलश बोकेर हिँड्नु भएको छ होइन ए यहाँ तिनै पनि ठ्याक्कै हुनुहुन्छ यहाँ होइन जेठी माइली अनि यता कान्छी हुनुहुन्छ यता बलिया हाम्रो यता बेहुला एकदम मुस्कान साथ होइन बेहुली कति बेला हेरौँ भएर होला होइन नयाँ बेहुली फेरि है गाह्रो छ त यहाँ अनि हाम्रो यो पनि हाम्रो बोक्दा पनि हुन्छ नातिनीहरूले पनि बोक्दा हुन्छ ल एउटा जन्ती यहाँबाट प्लस हुनु हुँदैछ ल गाइजहरू ल हाम्रो खोयो केटाहरू ल अलिकति हाम्रो केटाहरू भएन क्या यहाँ आउनु पर्यो भने आउनु न पर्दैन एकछिन यहाँ पर्खिनु अरे हौ गाई यहाँ आउनु पर्यो ढोक बेला गरेर ल ल ल जाउँ ल दियो घुमाउनु पर्छ लु हिँडिन्छ म तँ फोन बोक्ने एउटा झोला बोक अहिले त छोरी मान्छेले झोला बोक्छ त हौ त भाउजूको एउटा माग्नु पर्दैन झोला ल ल हाम्रो यहाँ जन्तीपट्टिको हाम्रो हिरोनीहरू हुनुहुन्छ यहाँ यता अर्को छोटी हिरोनी हुनुहुन्छ क्यामेराम्यान अब भयो नि त केटा ल हाम्रो यहाँ बेहुलाको भेना दाजुहरू आउनु हुँदैछ है हाम्रो यहाँ एन्ट्री हुँदैछ है ल क्यामेरामा पनि एकचोटि फोकस ल दामी 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 अझै हाम्रो केटाहरू आउँदैछ ल
ल हाम्रो क्यामेराम्यान अगाडि कुद्दैछ होइन यहाँ अब के हो कसो हो होइन यसो पूजाआजा गर्नुपर्ने हुन्छ है यहाँनिर आउनु हुँदैछ दिदी यहाँ बोकेर हाम्रो डगी पनि साथमा छ बेहुला यहाँ एन्ट्री हुनुहुँदैछ प्लिज जुत्ता मजाइ खोलिदिनु होला यता यता ए मनमा यस्तो यस्तो घुम्नु अब केही फरक हुँदैन अनि ल दर्शन ल हाम्रो बेहुला क्यामेराम्यानको साथमा बेहुला आउनु हुँदैछ प्लिज यता आइदिनु पर्यो ल बाजे यता आउनुहोस् त्यो दियो कलश एकैचोटि आउनु पर्यो कि कहाँ गयो त्यो दियो बोक्नेहरू चाहिँ नकचरीहरूलाई दिएर हुन्छ ल ल ल आउनुहोस् मचा त डटी वास हुने भयो नि के गर्नु त अर्को एक्स्ट्रा बोक्नु पर्ने रहेछ केटा हाम्रो चाहिँ यो मेन अखाडी देवी थान है यहाँनिर चाहिँ एकदम हाम्रो उमा यो चाहिँ परिक्रमा गर्नुपर्ने हुन्छ 3 पटकसम्म हाम्रो बेहुला यहाँ एकदम गरिरहनु भएको छ हाम्रो यहाँ हुन्छ हुन्छ हाम्रो कलिया पनि हिँड्नु हुँदैछ घुम्नु हुँदैछ है ल 3 भयो ल ल यहाँ ढोक्ला भित्रपट्टि आइज ल हाम्रो बेहुलाभित्र प्रवेश गर्नु भइसकेको छ ढोकबेट भइसक्यो ल अब त दुईचोटि यता जानु म पनि तपाईँ कान्छ कोही कान्छ यसलाई उता लाग्छ अब देख्नु अपन कर देउला हाती राखी सरम परेछ शुभ बिहा गर्दैछ बिहा भोलि अब छेवर पनि छ है लक्ष्य गर्नु ल यता 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 आउनुहोस् यता यता उहाँ ढोक्नु पर्यो बर्दी पर्ने तिमीले फेरि पनि शुभ बिहा गरे तिम्रो शरण परेको छु बलदेऊ खाएको डाएको चित्तासँग दुईवटा काट्दै हुँदैछ भोलि फेरि नातिको फेरि पनि छोराको छेवर हुँदैछ तिम्रो शरण परेको छु पाहुना पापलाई अक्षय गरिदिनु चित्ता काम गर्छ दुईटैलाई पिपललाई पनि अब यता सबै चारैतिर अब सबै देवीहरू ल ल यता उता फर्केर अरूलाई पनि ल अब किन फेरि सबैलाई ढोक्दै ढोक्दै गल्तीमा क्षमा गर्नु भन्नु यताउति भन्नु ल यो पक्रेर बिजु त्यसरी